जुन युगमा हामी बसालिएका छौँ, पवित्र आत्माको युग, अनुग्रहको युग, यो युग चाहिँ एक्चुअलीमा तपाईँलाई भन्नु म यो चाहिँ मण्डलीको युग हो। हालेलुया। हामीले नि वरिपरि हेर्दा हामी के देख्दैछौँ थाहा छ? संसारले जितेको देख्दैछौँ, अन्धकारले जितेको देख्दैछौँ, संसारको शक्ति मण्डलीमाथि प्रबल भएको हामी देख्दैछौँ, होइन त प्रियो? तपाईँको घर घरमा हेर्नुहोस्, आज अन्धकारले जितिरहेको छ मानिसहरूलाई, इभन चर्चहरूलाई अन्धकारले जितिरहेको छ। चर्चभित्र अन्धकारको शक्ति प्रबल भएको हामी देख्दछौँ। अनि हामीले चारैतिर फर्केर हेर्दाखेरि कति अप्ठ्यारो र गाह्रो, कति साह्रो लागिरहेको छ। ओहो, कस्तो समयमा चाहिँ हामी बसालिएछौँ, कस्तो अप्ठ्यारो अन्धकार यति साह्रो प्रगाढ भएको बेलामा हामी बसालिएका रहेछौँ भन्ने तपाईँलाई लाग्छ, होइन? राष्ट्र राष्ट्रको लडाइँ अनि झै झगडा, विकृति अनि विसङ्गति, आर्थिक मन्दी, जिउन हरेक दिन गाह्रो भइरहेको छ। आज परिवार चलाउन गाह्रो भइरहेको छ। जवानीहरूलाई भविष्य देख्न गाह्रो भइरहेछ। मान्छेले अहिले भविष्य देख्नु सकिरहेको छैन। यो गर्दा पनि भएको छैन, त्यो गर्दा पनि भएको छैन। विश्वासीहरूको अनुहारहरू हेऱ्यो भने थाहा हुन्छ कति दुःखमा छ, कति चिन्ता र फिक्रीहरूले, ला भोलि के होला, पर्सि के होला, मेरो जीवन के होला, मेरो छोराछोरी के होला, कस्तो होला। तपाईँ र मलाई आज त्यही लाग्छ, होइन? चारैतिर हेर्दाखेरि हामी त्यो अवस्थामा छौँ अहिले। तर म तपाईँलाई भनौँ, तपाईँ र मैले सोच्दाखेरि संसारले जित्ने समय जस्तो लाग्छ नि तपाईँलाई, होइन प्रिय? त्यस्तै देखिरहेछ नि त संसार त। तर एक्चुअलीमा के हो थाहा छ? प्रभुको वचनलाई पल्टाएर हेर्नुहोस्, यो समय चाहिँ नि संसारले जित्ने समय होइन, यो चाहिँ मण्डलीको युग हो। हालेलुया। यो समय चाहिँ चर्चको समय हो। अनि यो समय चाहिँ चर्चको समय हो भनेको चाहिँ के हो? त्यो भनेको चाहिँ पत्रुस, तिमी चाहिँ मण्डली हौ, तिमी चट्टान हौ, म तिमीलाई नरकको ढोकाहरूमाथि विजय गर्ने शक्ति दिन्छु। हालेलुया। आज यो संसारमा चारैतिर नरक चाहिँ बढिरहेको, बलियो भइराखेको हामी देखिरहेका छौँ नि, होइन? अनि वरिपरि हेर्दा कति निराश हुन्छ हामी। कति निराश छौँ अहिले भन्नुहोस् त? कति निराश छौँ हामी? जीवन जिउनु समेत पनि गाह्रो भएको जस्तो हामी देख्छौँ। तर जब म प्रभुको वचनलाई हेर्छु नि, यो समय चाहिँ संसारको युग होइन, यो चाहिँ मण्डलीको युग हो। हालेलुया। यदि मण्डलीको ठाउँमा खडा हुनु हो भने नि संसारलाई चाहिँ जित्ने अधिकार चाहिँ तपाईँ र मेरो हातमा प्रभुले दिनुभएको छ। तर दुःखको कुरा के हो भने नि, जुन शक्ति जसले हामीलाई दिनुहुन्छ नि, त्यो व्यक्तिलाई, त्यो परमेश्वरलाई हामीले हाम्रो जीवनमा स्थान दिएका छैनौँ। हामीले क्रिस्चियन धर्मलाई स्थान दियौँ, हामीले चर्च जाने भयौँ, चर्चमा एकदम राम्रोसँग जाने व्यक्ति बन्यौँ, तर पवित्र आत्मालाई हाम्रो जीवन समर्पण गरेनौँ। त्यो सर्वशक्तिमान परमेश्वर हामीभित्र भए तापनि आज हामी एकदमै फेल जीवन बिताइरहेछौँ, एकदमै शक्तिहीन जीवन बिताइरहेका छौँ। यता फर्किने रुनु मन लाग्ने, उता फर्किने रुनु मन लाग्ने, भविष्य हेर्दा पनि चिन्ता हुने, वर्तमान हेर्दा पनि चिन्ता हुने जस्तो परिस्थिति हाम्रो भइसकेको छ। किन? पवित्र आत्मा यहाँ हुँदाहुँदै पनि यति दुःखी जीवन हामी बिताउँदैछौँ। आशै छैन। यो युग चाहिँ नि पवित्र आत्माको युग हो। यो युग चाहिँ मण्डलीको। तिमी मण्डली हौ, म तिमीलाई स्वर्गको राज्यको साँचोहरू दिन्छु। तिमीले यो संसारमा जुन कुराहरू बाँच्छौ त्यो स्वर्गमा बाँधिन्छ, तिमीले यो संसारमा जुन कुराहरू फुकाउँछ त्यो स्वर्गमा फुकाइन्छ। त्यो अधिकार र शक्ति म तिमीलाई दिन्छु। तिमी मण्डली हौ, तिमी भित्र म पवित्र आत्मालाई राखिदिन्छु। पवित्र आत्मा परमेश्वर तिमीभित्र आएर बस्नुहुनेछ। त्यो शक्तिशाली, त्यो सृष्टि गर्ने सर्वशक्तिमान परमेश्वर आज तपाईँ र म भित्र भइकन पनि हामी दुःखी जीवन बिताउँदैछौँ। संसारको अगाडि चम्किनु पर्ने हामी, हाम्रो बत्ती निभेर हामी आफै निभिसक्यौँ। यो अन्धकारको बिचमा चम्किने को चाहिँ चम्किन्छ अहिले? मण्डली नचम्के को चम्किन्छ? यदि मण्डली नबोले दुष्टले यो संसारलाई कस्तो बनाउँछ? तपाईँको वरिपरिको मान्छेहरूलाई कस्तो बनाउनेवाला छ दुष्टले? यदि आज तपाईँ बोल्नु सक्नु भएन भने, यदि तपाईँको भित्र भएको ज्योति, तिमीहरू संसारको नुन अनि ज्योति हो, खोइ हाम्रो ज्योति, खोइ हाम्रो नुन कहाँ छ? त्यो नुन कहाँ छ? ज्योति आफ्नै नुनको स्वाद चाहिँ सकिन आँटिसक्यो हाम्रो। कताको अरूलाई स्वाद दिने? म आज तपाईँलाई रिमाइन्ड गराउन चाहन्छु, बी रिमाइन्डेड, यु आर अ चर्च। तपाईँ मण्डली हुनुहुन्छ। मण्डली हार्नको लागि सृष्टि भएको थिएन, मण्डली अधिकार गर्नको लागि स्थापित भएको थियो।
2000 वर्ष अगाडि जब परमेश्वरले पवित्र आत्माले मण्डलीलाई स्थापना गर्नुभयो नि, त्यो मण्डली आफ्नो शक्ति र अधिकारमा खडा हुँदाखेरि नि सारा सृष्टि सब थोक उनीहरूको अधीनमा आएको थियो। आज त्यही नै मण्डली हामी पनि यहाँनिर स्थापित भएका छौँ। तर दुःखको कुरा, हामीले हाम्रो पहिचान र हामीभित्र को हुनुहुन्छ भन्ने कुरा हामीले बिर्सिसकेका छौँ। त्यस कारणले गर्दाखेरि हामी राम्रो चर्च जाने व्यक्ति त बन्यौँ, तर पवित्र आत्मा जो हामी भित्र हुनुहुन्छ उहाँलाई हामीमा जिउन दिएनौँ, उहाँको इच्छामा हामी हिँड्न सकेनौँ। त्यस कारणले गर्दाखेरि अहिले हामीलाई हाम्रै जिउ सम्हाल्नु पनि गाह्रो भइरहेछ। संसारलाई जित्नु त कता हो कता। तपाईँ चर्च हुनुहुन्छ प्रियो, नरकको ढोकाहरूमाथि विजय हुने शक्ति तपाईँ भित्र बसिरहेछ। छचल्काउनुहोस् तपाईँको हृदयलाई। यहाँ भित्र यीशुले दिनुभएको पवित्र आत्मा जो अनन्तको धनी हुनुहुन्छ, उहाँ तपाईँ भित्र हुनुहुन्छ। तपाईँले जे चाहे पनि गर्न सक्नुहुन्छ। हालेलुया। तपाईँसँग छ नि त्यो पवित्र आत्मा। तर दुःखको कुरा, हामीलाई त्यो पवित्र आत्मा हामी भित्र छ भन्ने कुरा पनि कतिचोटि थाहा हुँदैन। हामी न्यास्रो मुख लाएर बसिरहेका हुन्छौँ। आफ्नै जीवनको बारेमा टेन्सन गर्दा गर्दै हाम्रो जीवन बित्नु आँटिसक्यो। संसारको बारेमा सोच्नु त कता हो कता हो। तिमी चर्च हो, तिमी मण्डली हो, तिमीलाई म अधिकार र शक्तिहरू दिन्छु। जाऊ संसारमा सुसमाचार प्रचार गर, रोगीहरूलाई निको पार, भूतहरू धपाऊ, सबै अधिकार मैले तिमीलाई दिएको छु। हालेलुया। आज प्रिय कतिजना तपाईँहरू एकदमै अप्ठ्यारो सोचिराख्नु भएको छ आफ्नो जीवनको बारेमा। चारैतिर अन्धकार छ, चारैतिर अप्ठ्यारो छ। आज म तपाईँलाई रिमाइन्ड गराउन चाहन्छु, जुन पवित्र आत्मा तपाईँ भित्र हुनुहुन्छ नि, उहाँ शक्तिशाली हुनुहुन्छ प्रिय। पवित्र आत्मा चाहिँ त्रिएक परमेश्वरको तेस्रो व्यक्ति। तेस्रो व्यक्तिको अर्थ उहाँ चाहिँ सबभन्दा सानो होइन, उहाँ नै सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ। हालेलुया। जो तपाईँ भित्र आज बास गर्नुभएको छ। उत्पत्ति 1 अध्याय 2 र 3 पद म तपाईँहरूको बिचमा पढ्न चाहन्छु। पृथ्वी आकार बिनाको र शून्य थियो। तपाईँ र मेरो जीवन आकार बिनाको छ, अहिले शून्य लाग्दैछ। चारैतिर हेर्दाखेरि शून्य लाग्छ। सबै कुरा लथालिङ्गै भएको जस्तो लाग्छ। केही कुरा अर्डरमा छैन, केही कुरा बनिएको जस्तो लाग्दैन। सबैतिर लथालिङ्गै भएको जस्तो लाग्छ। कुनै कुरा अर्गनाइज छैन। यता हेरे यतै लडिरहेको, उता हेरे उतै लडिरहेको, सबैतिर खतम। यदि तपाईँ त्यो ठाउँमा हुनुहुन्छ, शून्यताको ठाउँमा, आकार बिनाको ठाउँमा, के भन्दैछ? र परमेश्वरको आत्मा, पृथ्वी आकार बिनाको र शून्य थियो। अथाह समुद्रमाथि अन्धकार, जहाँनिर अन्धकार हुन्छ त्यहाँनिर पवित्र आत्मा हुन्छ। हालेलुया। अहिले अन्धकार बढ्दैछ नि, सारा संसारमा अन्धकार बढ्दैछ नि। हेर्नुहोस् न, फोन एकचोटि हेर्नुहोस्, आशाको कुरा के देख्नुहुन्छ? केही पनि छैन। तपाईँ चिन्तित हुनुहुन्छ घटनाहरूलाई हेर्दाखेरि, सबै कुरालाई देख्दाखेरि। आशा केही पनि हामी देख्दैनौँ। अन्धकार छ। अथाह समुद्रमाथि अन्धकार थियो, पृथ्वी आकार बिनाको अनि शून्य थियो। तर मलाई ब्युटिफुल लाग्ने कुरा चाहिँ के हो भने नि, त्यो अन्धकारको ठाउँमा, त्यो शून्यताको ठाउँमा, त्यो आकार बिनाको ठाउँमा नि, चम्पट अँध्यारो भएको ठाउँमा नि, बाइबलले भन्दछ, सुरुमा उत्पत्ति 1 अध्यायको 2 पदले नै हामीलाई बताउँदछ त्यहाँनिरको हुनुहुन्थ्यो अरे प्रिय। त्यहाँनिर परमेश्वरको आत्मा त्यो ठाउँमा हुनुहुन्थ्यो। हालेलुया। तपाईँको जीवन अन्धकारमै छ अहिले। तपाईँको जीवन शून्यता छ अहिले। तपाईँ निराश हुनुहुन्छ। सारै संसार खत्तम भइसकेको छ। हो, संसार खत्तम हुँदैछ। संसार एकदमै लथालिङ्गै भएर जाँदैछ। तर तपाईँ र मेरो लागि नि एउटा ठुलो आशा, जुन पवित्र आत्मा नि त्यो शून्यतामाथि, अन्धकारमाथि, त्यो अथाह समुद्रमाथि परिभ्रमण गर्दै हुनुहुन्थ्यो नि, जब परमेश्वरले बोल्नुभयो नि, त्यो आत्माले सबै कुराहरूलाई ब्युटिफुल बनायो। हालेलुया। अन्धकारलाई ज्योतिमा परिणत गर्यो। आकार बिनाको कुराहरूलाई आकार दिनुभयो उहाँले। सबै कुराहरूलाई उहाँले अर्डरमा ल्याउनु भयो। र अहिले जुन चाहिँ सृष्टि हामीले देख्छौँ, सबै कुरा अर्डरमा छ। सबै कुराहरू यति साह्रो ब्युटिफुल छ। किनकि त्यो अन्धकारमाथि पवित्र आत्मा त्यहीँनिर हुनुहुन्थ्यो। जुन ठाउँमा पवित्र आत्मा हुनुहुन्छ त्यो ठाउँमा जतिसुकै अन्धकार भए पनि, जहिले पनि
पवित्र आत्माले अन्धकारलाई राज्य गर्नुहुन्छ। हालेलुया। तपाईँ र मेरो जीवन आज अन्धकारमै छ। म तपाईँलाई भन्न चाहन्छु त्यो पवित्र आत्मा यहाँ हुनुहुन्छ, जसले नि तपाईँको अन्धकारमय जीवनलाई नि एकै तालमा ज्योतिमा ल्याउन सक्नुहुन्छ। तर समस्या चाहिँ के हो भन्दाखेरि नि तपाईँ र मैले उहाँलाई हाम्रो जीवनमा काम गर्नु दिने कि नदिने। बाइबलमा एउटा ब्युटिफुल स्टोरी, 2-3वटा कुराहरू आज म तपाईँहरूको बिचमा भन्न चाहन्छु। पवित्र आत्माको सामर्थ्य र उहाँको शक्ति चाहिँ नि तपाईँ र मेरो जीवनमा अपरिहार्य छ। तपाईँ एउटा विश्वासी भएर जब अगाडि बढ्नुहुन्छ नि, पवित्र आत्माको सहायता बिना तपाईँ एक कदम पनि अगाडि बढ्न सक्नुहुन्न। हो, तपाईँ संसारमा अगाडि बढ्न सक्नुहुन्छ, तपाईँ परिवारमा अगाडि बढ्न सक्नुहुन्छ होला, तर तपाईँ विश्वासी भएर जब तपाईँ पवित्र आत्माको शक्ति बिना हिँड्नुहुन्छ नि, तपाईँ जस्तो फेल्युर, तपाईँ जस्तो कुनै कुरामा काम नलाग्ने मान्छे कोही पनि हुँदैन। किन भन्दाखेरि नि जुन दिन तपाईँ भित्र पवित्र आत्मा आएर बस्नुहुन्छ नि, तब तपाईँ एउटा लडाइँमा निक्लिसकेको हुन्छ। आत्माको दुनियाँले तपाईँलाई के देख्छ भन्दाखेरि नि पवित्र आत्माको छाप लागेको मान्छे देख्छ। अनि तपाईँ चाहिँ पवित्र आत्मा यहाँ भित्र लिकन तपाईँको जीवन चाहिँ पवित्र आत्मामा निर्भर छैन, सरेन्डर्ड छैन, समर्पित छैन र तपाईँ आफै मालिक भएर जिउँदै हुनुहुन्छ। पवित्र आत्माको सहायता मलाई चाहिँदैन भन्ने खालके एटिट्युड तपाईँको छ भने तपाईँ एकदमै दुखी मान्छे हुनुहुन्छ, एकदमै फेल्युर मान्छे हुनुहुन्छ। तपाईँ र मेरो जीवनको नि सबभन्दा ठुलो उद्देश्य नि परमेश्वरलाई प्रेम गर्नु हो। आमेन। तपाईँ र मेरो जीवनमा सबै कुराहरूको सुरुवात त्यहाँबाट हुन्छ। त्यही भएर यीशु ख्रीष्टलाई एउटा व्यवस्थाको पण्डितले आएर भन्यो, व्यवस्थामा सबभन्दा ठुलो आज्ञा चाहिँ के हो? यीशुले भन्नुभयो, तैँले आफ्नो परमेश्वरलाई आफ्नो सारा हृदयले प्रेम गर्नु, आफ्नो सारा शक्तिले प्रेम गर्नु। हालेलुया। एउटा विश्वासी जीवनमा नि सबभन्दा ठुलो हाम्रो जीवनमा हुनुपर्ने कुरा के भन्दैन? परमेश्वरलाई प्रेम गर्नु, हाम्रो प्रभु यीशुलाई प्रेम गर्नु, हामीभित्र हुनुभएको पवित्र आत्मालाई हामीले चिन्नु र उहाँको डर अनि भयमा उहाँको आज्ञाकारितामा जिउनु। तर दुःखको कुरा के हो भन्दाखेरि नि जबसम्म हामी पवित्र आत्माको शक्ति बिना हामी हिँड्न खोज्छौँ, हिजो प्रभुलाई नचिनेको जस्तै गरिकन आज हामी जिउनु खोज्छौँ नि, पवित्र आत्माले जब तपाईँको जीवनमा केही पनि काम गर्न पाउँदैन नि, तपाईँ र म दुःखी मान्छे बन्छौँ। एउटा असफल व्यक्ति, सधैँ चिन्ता र फिक्रीले भरिएको मान्छे, आशा नभएको मान्छे, जहिले पनि अनुहार चाउरी पराइरहेको मान्छे, कुनै कुरा पनि सफल हुनु नसकेको मान्छे हामी बन्छौँ। म तपाईँहरूलाई आज के भन्न चाहन्छु भने नि पवित्र आत्माको शक्ति, पवित्र आत्माको समन्वय, पवित्र आत्माको संलग्नता तपाईँ र मेरो जीवनमा अपरिहार्य छ। हालेलुया। चाहे तपाईँले व्यक्तिगत जीवनको कुरा गर्नुहोस्, चाहे परिवारको कुरा गर्नुहोस्, चाहे मिनिस्ट्रीको कुरा गर्नुहोस्, तपाईँ बिजनेसको कुरा गर्नुहोस्, वेयर एभर यु आर, तपाईँलाई पवित्र आत्माको सामर्थ्य तपाईँले पाउनु भएन भने तपाईँ र म एउटा फेल व्यक्ति बन्छ। 3.5 वर्ष यीशुसँगै हिँड्यो चेलाहरू, 3.5 वर्ष यीशु ख्रीष्टले गरेको मिरेकल्सहरूलाई देख्यो, 3.5 वर्षसम्म यीशु ख्रीष्ट आफैले सिकाउनु भयो चेलाहरूलाई। सबैभन्दा ठुलो गुरु परमेश्वर आफै स्वयं यो धरतीमा चेलाहरू सँगै खाइरहेछ, सँगै हिँडेछ। 3.5 वर्ष प्रिय ख्रीष्ट आफैले सिकाउनु भयो, ख्रीष्ट आफै हिँड्नुभयो। ती चेलाहरूले संसारकै मिराकलहरूलाई उनीहरूले देखे, मुर्दाहरू बिउताइरहेको उनीहरूले देखे, कोढीहरूलाई हेर्दा हेर्दै निको पार्नु भएका घटनाहरू देखे, अन्धोहरूलाई तीको तीनिर दृष्टि प्रदान गरिएको घटनाहरू, कैयौँ घटनाहरू योनाले भन्दछ। यदि यीशु ख्रीष्टले गर्नुभएको काम सबै लेखिनु भएको हो भने त संसारमा पनि अटाउने थिएन। त्यति धेरै यीशुले काम गर्नुभयो 3.5 वर्षमा। मुर्दाहरू बिउताउनु भयो, कोढीहरूलाई निको पार्नु भयो, भूतहरू धपाउनु भयो, सब मिराकल्सहरू देख्यो। त्यति मात्र होइन, 5वटा रोटी र 2टा माछालाई 10,000 20,000लाई आँखाकै अगाडि खुवायो। उनीहरूले आफैले बाँडे, उनीहरूले आफैले उब्रेको डालो उठाए, उनीहरू आफैले भुँडी भर्ने गरिकन खाए। त्यति मात्र होइन, समुद्रमाथि यीशु ख्रीष्ट हिँड्नुभयो, पत्रुस पनि समुद्रमाथि हिँडे। त्यति मात्र होइन, आधी बेरी तुफानको बिचमा यीशु ख्रीष्ट उठिकन भन्नुभयो, ए रोकिजा। समुद्रमा भएका माथिको सम्पूर्ण ती आधी बेरीले यीशु ख्रीष्टको आवाजलाई सुनेर उनीहरूले आज्ञाकारी भयो। यी सबै घटनाहरू देखिरहेछ, चेलाले देखिरहेको छ। उनीहरूलाई एक्सपिरियन्सको अभाव छैन, उनीहरू आई विटनेस हुनु नसकेको होइन, उनीहरूलाई सबै कुराहरू थाहा छ। आइ एम टकिङ अबाउट द क्वालिटिज। कस्ता कस्ता क्वालिटी थिए चेलाहरूसँग। त्यति मात्रै नभइकन लुका 9 अध्यायमा तपाईँले हेर्नुभयो भने चेलाहरू आफै गइकन भूतहरू धपाउँछ।
किन यीशु ख्रीष्टले तिनीहरूलाई पठाउँछ मिसनको लागि, जाऊ तिमीहरू भूतहरू धपाउ, रोगीहरूले निको पार, म तिमीहरूलाई पठाउँछु। चेलाहरू जान्छ त्यो मिसन लिएर, उनीहरू फर्केर आउँछ। यसलाई भन्छ हामीले भूतहरू धपायौँ, हाम्रो बसमा आयो भूतहरू। अर्को घटनामा चेलाहरूले गरेको काम देख्दाखेरि हेरोद राजा तर्सिन्छ। उसले भन्छ अरे मैले त यो नाला त मारिसकेँ त, अब यो मान्छेहरू चाहिँ फेरि को आयो यस्तो अचम्मको कामहरू गर्ने। त्यस्तो शक्तिशाली अचम्मको कामहरू चेलाहरूले पनि गरे। उनीहरूसँग शिक्षाको अभाव छैन, उनीहरूसँग आई विटनेसिङको अभाव छैन, उनीहरूसँग एक्सपिरियन्सको अभाव छैन, उनीहरूले मिरेकल्सहरू नदेखेको होइन, उनीहरूले मिरेकल्सहरू नगरेको होइन, हरेक कुराहरू उनीहरूले गरिसकेको छ। प्रभु येशूलाई प्रेम गर्छ चेलाहरूले। प्रभु येशू ख्रीष्टको महानतालाई आफ्नो आँखाले देखेको छ। आज यहाँ हामी धेरैजना छौँ, हामी प्रभुलाई प्रेम गर्छौँ। हालेलुया। मत्ती 26 अध्यायको 33 पदले यसरी भन्छ, येशू ख्रीष्टले आफ्नो मृत्युको बारेमा चेलाहरूलाई भन्नुभयो, अब मेरो समय आउँदैछ र म चाहिँ पापीहरूको हातमा पर्छु र म मारिन्छु, मलाई सताइन्छ र मलाई क्रुसमा टाँगिन्छ, तब तिमीहरू तितर भित्र हुन्छौ। पत्रुसले के भन्छ, उहाँलाई जवाब दिए, तपाईँको कारणले सबैजना पछि हटे तापनि म कहिले पछि हट्दिनँ। हेलो परमेश्वरलाई प्रेम गर्नेहरू सुन्नुहोस्, सबले प्रभुलाई प्रेम गर्छ। हालेलुया। म पनि प्रभुलाई प्रेम गर्छु, वर्षौँदेखि प्रभुलाई प्रेम गर्दै आएको मान्छे हो। तपाईँले पनि प्रभुलाई प्रेम गर्नुहुन्छ। यो इन्सिडेन्टलाई तपाईँले हेर्नुहोस्, पत्रुसले के भन्दैछ, हो प्रभु सायद यो घटना हुन्छ होला, तर यो सबैजना 11 जनाले छोडे पनि म चाहिँ छोड्दिनँ नि तपाईँलाई। त्यो प्यासन हेर्नुहोस्, त्यो प्रेम हेर्नुहोस्। अनि मलाई लाग्छ किनकि बाइबलले भनेको छ, पछि गइकन यीशु ख्रीष्ट जब बौरी उठ्नुभयो र चेलाहरू कहाँ देखा पर्नुभयो त्यो समुद्रको छेउमा, पत्रुसलाई यीशु ख्रीष्टले सोध्छ, ए पत्रुस तिमी मलाई प्रेम गर्छौ? पत्रुसले भन्छ म तपाईँलाई प्रेम गर्छु। 3 चोटि प्रभु यीशुले सोध्नुहुन्छ पत्रुसलाई। पत्रुसले भन्छ तपाईँ जान्नुहुन्छ म तपाईँलाई प्रेम गर्छु। हालेलुया। मलाई थाहा छ पत्रुसले प्रभुलाई प्रेम नगर्ने होइन र कुनै पनि चेलाहरूले प्रभुलाई प्रेम नगरेको थिएन। सबैले प्रभुलाई प्रेम गरेकै थियो। सबैजनाको हृदयमा प्रभुप्रति आदर थियो, भक्ति थियो, प्रेम थियो। किनकि 3.5 वर्षसम्म यीशुसँग हिँडेको मान्छेहरू, यीशु ख्रीष्टले गरेका कामहरू यो आँखाले देखेको मान्छेहरू, इभन आफ्नै हातले पनि रोगी र भूतलाई धपाएको, रोग निको पारेको अनुभव भएका मान्छेहरू, यिनीहरू हर प्रकारले क्वालिफाइड मान्छेहरू थिए, हर प्रकारले आई विटनेस गरेको मान्छेहरू थिए। र उनीहरूले भन्दैछ हामी भाग्दैनौँ, यो 11 जनाले छोड्यो भने म चाहिँ तपाईँलाई छोड्दिनँ। अनि म यो कुरा भन्न चाहन्छु, यस पत्रुस तिमीले प्रभुलाई प्रेम गर्छौ, आई नो द्याट तिमीले प्रभुलाई माया गरेकै हो र गर्छौ। तर आज म तपाईँलाई के भन्न चाहन्छु भन्दाखेरि नि, तपाईँले प्रभुलाई प्रेम गर्नुहुन्छ, म पनि गर्छु। तर एउटा कुरा भनौँ, यो प्रेम नि ठिक्का हुन्छ। जब समय आउँछ नि तपाईँको प्रेम फेल हुन्छ। तपाईँले गरेको प्रेम चाहिँ नि फेल हुन्छ। यीशु ख्रीष्टले भन्नुभयो, यस तिमीले मलाई प्रेम गर्छौ, तिमीले भन्दैछौ अरू सबैले छोडे पनि म चाहिँ छोड्दिनँ, तर म तिमीलाई भन्छु तिम्रो प्रेम सेलाउँछ। आज बेलुका तिमीले मलाई 3 चोटि इन्कार गर्छौ, आज बेलुका नै तिमीले मलाई भन्छौ म यसलाई चिन्दिनँ भनेको। पत्रुसले ढाँटेको होइन, पत्रुसले प्रभुलाई प्रेम नगर्ने होइन। जसरी तपाईँहरूले प्रभुलाई प्रेम गर्नुहुन्छ नि, आज प्रभुलाई थाहा छ तपाईँले प्रेम गर्नुहुन्छ, तर तपाईँ र मेरो जीवनमा नि यस्तो खाले समयहरू आउँछ कि तपाईँ र मेरो प्रेम नि इट क्यानट ह्यान्डल गर्नु सक्दैन। हो द्याट इज वेयर, त्यो ठाउँ चाहिँ विश्वासीको ग्याप। हरेकजना चर्च आउँदै गर्दा प्रभुलाई प्रेम गरेर आउँछ, तर हप्ताभरि हामी हारिरहेका हुन्छौँ। हरेकजनाले प्रभुलाई प्रेम गर्छु भन्छ, तर हप्ताभरि दुष्टको चपेटामा परिरहेका हुन्छौँ। हप्ताभरि हामी परमेश्वरले मन नपराउने कुराहरू गरिरहेका हुन्छौँ। प्रभुलाई घृणा लाग्ने कुराहरू हामीले मन पराएर गर्नु परिराखेको हुन्छ। जुन कुरा म गर्दिनँ भनेर शनिबारको दिन भन्छु, हप्ताभरि म त्यही नै गरिरहेको हुन्छु। प्रेमको अभावले होइन, प्रेमको अभाव होइन, प्रेमको अभावले त्यस्तो भएको होइन। त्यति मात्र होइन, अर्को ठाउँमा यीशु ख्रीष्टले नि चेलाहरूको आँखाहरूलाई खोलिदिनुहुन्छ धर्मशास्त्रहरू बुझ्नको लागि। अगमवक्ताले भनेका कुराहरू उहाँको बारेमा, भजनको किताबहरू उहाँको बारेमा भनेको कुराहरू, धर्मशास्त्र बुझ्ने शक्ति समेत पनि खोलिदिनुहुन्छ।
तर त्यतिले पनि पुग्दैन। जब गोठालोलाई प्रहार गरिन्छ भेडाहरू तित्तर बित्तर हुन्छन्। तपाईँ र मेरो नि प्रेमले पुग्दैन। तपाईँ र मेरो प्रेम फिक्का हुन्छ त्यो वेटको अगाडि। त्यस कारणले गर्दाखेरि यी सबै कुराहरूको क्वालिटिजहरू चेलाहरूसँग थियो, छ। उनीहरूले भूतहरू धपाएको छ, उनीहरूले रोग निको पारेको छ, उनीहरू यीशुसँग हिँडेको छ, यीशुसँग खाएको छ, उनीहरूलाई धर्मशास्त्रको बारेमा थाहा छ, उनीहरूलाई यीशु को हुनुहुन्छ भन्ने कुरा पनि थाहा छ। किनकि यीशु ख्रिस्टले पत्रुसलाई सोध्दाखेरि पत्रुस मान्छेहरूले त यो 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 भन्छ, तिमीहरू के भन्छ म को? पत्रुसले भन्छ तपाईँ ख्रिस्ट हुनुहुन्छ। चिनेकै हो, चिनेकै हो। बाइबलको ज्ञान भएर, थियोलोजी पढेर, मिनिस्ट्रीको एक्सपिरियन्स 20 वर्ष मिनिस्ट्रीमा चर्चमा काम गरेर धेरै शक्तिशाली भएर यो सबै क्वालिटीहरू नि फेल हुन्छ है प्रिय, फेल हुन्छ। फेल भएको छ। यीशु ख्रिस्टले के भन्नुभयो थाहा छ? यीशु ख्रिस्टले पत्रुसलाई उहाँ जाने बेलामा उहाँले भन्नुभयो लुका 24 अध्यायको 49 मा, हेर म मेरो पिताको प्रतिज्ञा तिमीहरू कहाँ पठाउँछु, तर माथिबाट शक्ति प्राप्त नगरुन्जेल तिमीहरू यही सहरमा बस। यीशुलाई नि थाहा छ पत्रुसको प्रेम सेलाउँछ भनेर, पत्रुसको प्रेमले ह्यान्डल गर्न सक्दैन भनेर। थोमाले के भन्छ, एक दिन म यरुसलेम जान्छु र मलाई चाहिँ त्यहाँनिर मार्छ। सबैजनाले भन्छ हो हिजो पनि मार्नु खोजेको थियो, हामी नजाउँ। थोमाले भन्छ होइन, जाउँ, ख्रिस्टसँग हामी पनि मरौँ। प्रभु यीशुको लागि मर्नु चाहने हृदय समेत पनि छ चेलाहरूको। तर के गर्नु, जब समय आयो नि सबै तितर बितर भयो। त्यही भएर यीशु ख्रिस्टले पहिले भन्नुभएको थियो, हेर तिम्रो यो प्रेमले, तिम्रो यो अन्डरस्ट्यान्डिङले, तिम्रो यो एक्सपिरियन्सले ह्यान्डल गर्नु सक्दैन। त्यही भएर म भन्दैछु जब म जान्छु नि तिमीहरू पर्खेर बस्नु र म पितालाई बिन्ती गर्छु र पिताले प्रतिज्ञा गर्नुभएको पवित्र आत्मा उहाँले तिमीहरूमा पठाउनु हुनेछ। प्रभु यीशुले भन्नुभयो चेलाहरूलाई तिम्रो प्रेमले सक्दैनौ, तिम्रो अन्डरस्ट्यान्डिङले सक्दैनौ, तिम्रो एक्सपिरियन्सले सक्दैनौ, तिम्रो पढाइले सक्दैनौ। किनभने नि जुन भार तिमीहरूले अब उठाउनु पर्दैछ नि त्यो भार चाहिँ संसारको भार होइन, त्यो चाहिँ आत्मिकी भार हो। र आत्माको भार चाहिँ आत्माले मात्रै उठाउन सक्छ, तिम्रो शरीरले सक्दैन। तिमी जतिसुकै ट्यालेन्टेड हो, तिमी जतिसुकै बोल्ने जान्ने हो, तिमी जतिसुकै एक्सपिरियन्स्ड हो, यु विल फेल यदि तिमीले पवित्र आत्मामा भर परेनौ र पवित्र आत्माले तिमीलाई एम्पावर गर्नु भएन, तिमीले पवित्र आत्मालाई एम्पावर गर्नु दिएनौ, पवित्र आत्मालाई तिमीले तिम्रो जीवनमा अथोरिटी दिएनौ भने तिमी फेल हुन्छौ। प्रभु यही भन्नुभयो यहाँनिर प्रेरित 1:4 के भन्नु, तिनीहरूसँग भोजनमा बस्नु हुँदा उहाँले तिनीहरूलाई यस्तो आदेश दिनुभयो, भन्नुभयो होइन, आदेश दिनुभयो तिमीहरू होसियार, होसियार आदेश हो यो, होसियार तिमीहरू यरुसलेमबाट कतै नजाऊ, तर पिताले गर्नुभएको प्रतिज्ञाको प्रतीक्षा गर। तिमीहरूलाई थाहा छ, तिमीहरू पोक्त छौ, तिमीहरूसँग बुद्धि छ, अनुभव छ, ज्ञान छ। अहिले नै कुदेर गयो भने पनि तिम्रो हातले भूतहरू धपाउनु सक्छौ, किनकि हिजो पनि गरेको छौ तिमीले। यी सबै कुराहरूको बुद्धि छ। तर म भन्छु पर्ख, पर्ख जबसम्म पवित्र आत्मा आउनु हुँदैन। आज तपाईँ र मैले नि यो संसारमा यस्तो विकृत भएको, यस्तो अन्धकारको संसारमा नि तपाईँ र म चाहिँ नि पवित्र आत्माको सहायता बिना, पवित्र आत्माको भरपुरी बिना, पवित्र आत्मा हाम्रो जीवनमा काम गर्नु नदिकन तपाईँको एक्सपिरियन्सको, तपाईँको पढाइको भरमा, तपाईँको ट्यालेन्टको भरमा, यो बिल्डिङको भरमा, यो लाइटको भरमा, यो साउन्ड सिस्टमको भरमा तपाईँले काम गर्नु खोज्न तपाईँ फेल हुनुहुन्छ। त्यही भएर तपाईँ र मलाई पवित्र आत्माको खाँचो छ। मैले यो भनेको होइन पवित्र आत्मा तपाईँ भित्र हुनुहुन्न भनेको होइन। एफिसीको पत्रले भन्छ जुन दिन तपाईँले विश्वास गर्नुभयो परमेश्वरले त उहाँको आत्मा तपाईँ भित्र हालिदिनु भयो। आमेन। तपाईँ भित्र त्यो पवित्र आत्मा हुनुहुन्छ। तर हामी भन्छौँ नि आउनुहोस् पवित्र आत्मा, आउनुहोस् पवित्र आत्मा। पवित्र आत्मा अलरेडी तपाईँ भित्र हुनुहुन्छ, आउने कुरा होइन। पवित्र आत्मालाई बोलाउने होइन, पवित्र आत्मालाई चाहिँ होस्ट गर्ने हो, किनकि अलरेडी हुनुहुन्छ नि त उहाँ। आमेन। उहाँ त यहाँ हुनुहुन्छ नि त, कताबाट आउने उहाँ? पवित्र आत्मा इन्स्टलमेन्ट बेसिसमा आउनुहुन्न। उहाँ व्यक्ति हुनुहुन्छ इन्स्टलमेन्टमा। हिजो अलिकति पाएको थिएँ, अब भोलि अलिकति, अनि पर्सि अलिकति, अझै बढी। पवित्र आत्मा त्यो इन्स्टलमेन्टमा आउने कुनै फोर्स शक्ति होइन। पवित्र आत्मा व्यक्ति हुनुहुन्छ, परमेश्वर हुनुहुन्छ। हालेलुया। उहाँले भन्नुभएको छ उहाँ तपाईँभित्र हुनुहुन्छ, तपाईँभित्र हुनुहुन्छ। तर के हो भन्दाखेरि पवित्र आत्मा आउनु भनेर गीत गाउनु ठिक छ, त्यो एउटा एक्सप्रेसन हो। तर थियोलोजिकल्ली त्यही सोच्नु चाहिँ गलत हो। पवित्र आत्मा आउनुहोस्, पवित्र आत्मा आउनुहोस्। उहाँ त अहिले यहीँ हुनुहुन्छ,
तर भएको पवित्र आत्माको उपस्थितिलाई चाहिँ चिन्नु नसक्ने, होस्ट गर्नु नजान्ने, सत्कार गर्नु नजान्ने, आदर गर्नु नजान्ने, उहाँ भएको उपस्थितिलाई चाहिँ फिल गर्नु नसक्नु चाहिँ अनि आउनुहोस् पवित्र आत्मा, आउनुहोस् पवित्र आत्मा। पवित्र आत्मा आउनुहुन्न, पवित्र आत्मा यहाँ अहिले यतिखेर हुनुहुन्छ, तपाईँको हृदयभित्र हुनुहुन्छ। हालेलुया। अब कुरा चाहिँ के हो भन्दाखेरि नि तपाईँले उहाँलाई पवित्र आत्मा, आई नो यु आर हियर, यो विश्वासको कुरा हो। हालेलुया। कपाल ठाडो भयो भने मात्रै पवित्र आत्मा आउने, रौँहरू ठाडो आज त पवित्र आत्माले छुनुभयो मलाई, लड्यो भने मात्रै पवित्र आत्माले छुए। के सिधा बस्दा पवित्र आत्माले छुनुहुन्न? पवित्र आत्मा छुट्नुको लागि लड्नै पर्ने, भिजे काट्नु पर्ने, जुनै पनि एक्सपिरियन्स हुनसक्छ। आई डोन्ट गो अगेन्स्ट द होली स्पिरिट, किनकि उहाँले जे पनि गर्नुहुन्छ, उहाँले जे चाहनुहुन्छ गर्नुहुन्छ। अहिले मलाई उचालेर यहाँ माथि राख्नु पनि सक्नुहुन्छ। हालेलुया। उहाँले जे गर्नुहुन्छ त्यो उहाँको इच्छा। तर मैले भन्नु चाहेको, विश्वास गर्नुहोस् न, तपाईँभित्र पवित्र आत्मा अलरेडी हुनुहुन्छ। विश्वास गर्नुहोस् न, यदि तपाईँको कपालहरू ठाडो भएन भने पनि पवित्र आत्मा यहाँ हुनुहुन्छ। विश्वास गर्नुहोस् न, किनकि उहाँको प्रतिज्ञा छ, म तिमीलाई कहिले छोड्दिनँ अनि म तिमीलाई कहिले त्याग्दिनँ। एउटा मान्छे भए पो यो घरभित्र छिर्दै गर्दाखेरि आउनुहोस् न, बस्नुहोस् न भनेर अतिथि सत्कार गरिन्छ। तर उहाँ मान्छे हुनुहुन्न, उहाँ आत्मा हुनुहुन्छ। त्यही भएर तपाईँले उहाँलाई आउनुहोस् न, बस्नुहोस् न भनेर सत्कार पनि गर्नु सक्नुहुन्न। उहाँलाई सत्कार गर्नुपर्छ, होस्ट गर्नु भन्छ नि। जुन ठाउँमा उहाँको आदर हुँदैन, तपाईँको घरमा मलाई बोलाउनु भएर तपाईँ चाहिँ आफ्नै काम गरिराख्नु भयो, म चाहिँ ढोकामा उभिरहेको छु, आएर बस्नुहोस् पनि भन्नु भएन, पानी पनि ल्याइदिनु भएन, भोलि तपाईँले मलाई बोलाउनुहोस् त फोन पनि उठाउँदिनँ। म जस्तो नाथे मान्छेलाई त आदर चाहिन्छ, म जस्तो नाथे मान्छेलाई त अलिकति आदर चाहिन्छ। सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ, तपाईँको हृदयमा बसिराख्नु भएको छ कि छैन यादै छैन। यहाँभित्र पवित्र आत्मा छ कि छैन विश्वासै छैन तपाईँलाई। अनि विश्वासै नभएको, देख्दै नदेखेको परमेश्वरलाई तपाईँले कसरी होस्ट गर्नुहुन्छ, कसरी सत्कार गर्नुहुन्छ, कसरी उहाँको आवाज सुन्नुहुन्छ? किनकि तपाईँलाई थाहै छैन त उहाँ यहाँ हुनुहुन्छ भनेर। तर उहाँ हुनुहुन्छ, किनकि यो उहाँको प्रतिज्ञा र उहाँले झुट बोल्नुहुन्न, किनकि उहाँ मानिस हुनुहुन्न। हालेलुया। पवित्र आत्मा यहाँभित्र हुनुहुन्छ। अब कुरा के हो भन्दाखेरि नि, तपाईँले आफ्नो जीवन, मैले आफ्नो जीवन पवित्र आत्मालाई सरेन्डर गर्ने। प्रभु, तपाईँको प्रतिज्ञा अनुसार तपाईँ म भित्र हुनुहुन्छ आज, र म विश्वास गर्छु तपाईँ म भित्र बास गर्नुहुन्छ। आमेन। जब तपाईँ त्यो ठाउँमा आउनुहुन्छ नि, त्यतिखेर मात्रै, त्यो सरेन्डरको ठाउँमा मात्रै तपाईँले पवित्र आत्माको सामर्थ्यलाई तपाईँको जीवनमा अब महसुस गर्न सुरु गर्नुहुन्छ। चर्च गयो, ताली बजायो, आयो है। प्रभु चर्च भवनभित्र मात्रै हुने होइन, त प्रभुको लागि भवन होइन, पवित्र आत्माको लागि। यो 4वटा वाल भएको यो त भोलि हामीले यहाँ छोड्यो भने यहाँ कुखुरा खोर पनि हुनसक्छ, यहाँ जेम हुनसक्छ। यो 4वटा वालको विषय होइन। पवित्र आत्माको लागि भवन चाहिँ तपाईँको हृदय हो। हप्ताभरि मन्दिर घुमिरहेको हुन्छ, पवित्र आत्माको मन्दिर त यहाँ हुँदैन नि। हप्ताभरि त तपाईँ जहाँ जानुहुन्छ तपाईँ मन्दिर हो। हप्ताभरि चाहिँ पवित्र आत्माको बारेमा ख्याल छैन, थाहा छैन। येशू ख्रिस्टले ब्युटिफुल कुरा भन्नुभएको छ। येशू ख्रिस्टले जुन कामहरू गर्नुभयो, येशू ख्रिस्टले ती कामहरू आफै गर्नु भएन। बाइबलले भनेको छ, येशू ख्रिस्ट जब जन्मिनु भयो नि, जन्मिँदाखेरि पनि उहाँ पवित्र आत्माको छायाबाट, पवित्र आत्माले येशू ख्रिस्टलाई मरियमको कोखमा कन्सिभ गराउनु भयो। हालेलुया। येशू ख्रिस्ट हुर्किँदै जानुभयो, मानिस भएर जन्मिनु भयो, मानिस भएर जन्मिनु भयो उहाँ। जसरी तपाईँ र म आज मानिस छौँ। येशू ख्रिस्टले छल्नु भएन, उहाँले ढाँट्नु भएन। उहाँले फिलिपीमा भनिएको छ कि परमेश्वर भएर परमेश्वर हुने कुरालाई पक्रिराख्ने वस्तु जस्तो ठान्नु भएन, तर आफैलाई रित्याइकन नम्र भएर कमाराको रूप धारण गर्नुभयो। भन्नुको अर्थ परमेश्वर येशू ख्रिस्ट जो शरीरमा हुनुहुन्थ्यो, हामी जस्तै शरीरमा हुनुहुन्थ्यो, हामी जस्तो दुर्बल शरीर उहाँको थियो। उहाँ तपाईँ र मलाई थप्पड हान्दा जति रिस उठ्छ र दुख्छ, उहाँलाई पनि त्यति नै रिस उठ्थ्यो अनि दुख्थ्यो। तपाईँ र मलाई अलि आगोले पोल्यो भने जति पोल्छ त्यति नै उहाँलाई पोल्थ्यो। तपाईँ र मलाई जति खानु मन लाग्छ उहाँलाई खानु मन लाग्थ्यो। हामीले लाइफमा के सङ्घर्ष गर्छ यो शरीरमा, त्यो सबै सङ्घर्ष यीशुसँग पनि थियो। उहाँले चिट गर्नु भएन, उहाँले छल्नु भएन। तर उहाँले के भनेको छ, जुन पवित्र आत्माले उहाँलाई मृत्युबाट जीवित पार्नुभयो, त्यो पवित्र आत्मा तपाईँ र मसँग पनि हुनुहुन्छ।
हालेलुया। येशू ख्रीष्टको जीवनको सिक्रेट के हो थाहा छ? पवित्र आत्माको भरपुरी। त्यही भएर येशू ख्रीष्टले के भन्नुभयो थाहा छ? अन्तिममा आएर यूहन्ना 20:21 पढ्दैछु म। तिमीहरूलाई शान्ति। अन्तिममा येशू ख्रीष्ट पुनरुत्थान भइसकेपछि अब उहाँ जाने बेला भयो, उहाँ चाहिँ स्वर्ग रहनु हुने बेलामा येशू ख्रीष्टले अन्तिम सन्देश र अन्तिम कुराहरू भन्दै चेलाहरूलाई, तिमीहरूलाई शान्ति। जसरी, हेर्नुहोस् यहाँ यीशुले भन्नुभएको, मैले भनेको होइन, जसरी पिताले मलाई पठाउनु भयो त्यसरी म तिमीहरूलाई पठाउँछु। अनि यति भनेर उहाँले तिनीहरूमाथि सास फुकेर भन्नुभयो, पवित्र आत्मा ल्याऊ। कसरी? जसरी पिताले मलाई पठाउनु भयो म पनि तिमीलाई त्यसरी नै पठाउँछु। कसरी पिताले यीशुलाई पठाउनु भयो? पवित्र आत्मा दिएर पठाउनु भयो। त्यही भएर यीशु ख्रीष्टले भन्दै हुनुहुन्छ, अब म तिमीलाई त्यसरी पठाउँछु, अब पवित्र आत्मा ल्याऊ। यीशु ख्रीष्ट यो संसारमा किन सक्सेसफुल हुनुभयो? यीशु ख्रीष्ट क्रुससम्म किन सक्सेसफुल हुनुभयो? यीशु ख्रीष्टले अनेकौँ अचम्मको काम र चिन्हहरू कसरी गर्नुभयो? यीशु ख्रीष्टले कसरी मृत्युमाथि आफूलाई विजय बनाउनु भयो? कसरी यीशु ख्रीष्ट अन्तिमसम्म आज्ञाकारी रहनु सक्नुभयो? द सिक्रेट इज होली स्पिरिट। रहस्य चाहिँ हो पवित्र आत्मा यीशुसँग हुनुहुन्थ्यो। अनि यीशुले जे पनि गर्नुभयो नि त्यो सबै पवित्र आत्माको सामर्थ्यमा गर्नुभयो। हालेलुया। त्यस कारणले गर्दाखेरि यीशु ख्रीष्टलाई जब दोष लाने सदुकी र फरिसी, यसले बालजिबुलको शक्तिहरूद्वारा भूतहरू धपाउँदैछ। यीशु ख्रीष्टले भन्नुभयो, मलाई दोषी ठहराऊ, मेरो विरुद्धमा कुरा गर, सबै क्षमा हुन्छ। तर पवित्र आत्माको विरुद्धमा कुरा गरे भने चाहिँ त्यसको क्षमा हुँदैन। भन्नु खोजेको के हो? मैले आज जुन शक्तिमा काम गर्दैछु नि त्यो मैले गरेको होइन, त्यो चाहिँ पवित्र आत्माले मबाट गर्दै हुनुहुन्छ। अनि यदि पवित्र आत्माले गरेको कुरालाई तिमीले दोषी ठहराउँदैछौ भने चाहिँ तिमी पवित्र आत्माको विरुद्धमा जाँदैछौ। यु आर गोइङ अगेन्स्ट द होली स्पिरिट। यीशु ख्रीष्टले आफ्नो जीवनबाट देखाउनु भयो। हाम्रो लागि सबभन्दा ठुलो मोडल यीशु हुनुहुन्छ। हालेलुया। यदि तपाईँले केही पनि सिक्न खोज्नुहुन्छ भने नि यीशुकोबाट सिक्नुहोस्, उहाँको जीवनबाट सिक्नुहोस्। केही पनि नसिकाइकन उहाँ जानु भएन, सब कुरा उहाँले सिकाउनु भएको छ। यति मात्रै हो, त्यो सिक्न र बुझ्नको लागि पनि तपाईँलाई पवित्र आत्माको सहायता चाहिन्छ। त्यही भएर यीशुले भन्नुभयो, मैले भनेका कुराहरू अहिले बुझ्दैनौ तिमीहरू, तर एउटा समय आउँछ जब पवित्र आत्मा हुनुहुन्छ, उहाँले तिमीहरूलाई सबै कुराको बारेमा सिकाउनु हुनेछ। त्यतिखेर तिमीले बुझ्छौ। मैले अहिले भनेको कुरा अहिले बुझ्दैन, तिम्रो यहाँ घुस्दैन, तर जब पवित्र आत्मा हुनुहुन्छ नि मैले भनेका कुराहरू तिमीलाई याद दिलाइदिनुहुन्छ उहाँले, तिमीले त्यो बेलामा बुझ्छौ। तपाईँ विश्वासी जीवनमा नि कसरी हिँड्दै हुनुहुन्छ? पवित्र आत्मालाई कुन ठाउँमा तपाईँले राख्नुभएको छ? तपाईँको जीवनमा, तपाईँको मिनिस्ट्रीमा, तपाईँको पढाइको भरमा मिनिस्ट्री गर्दै हुनुहुन्छ? तपाईँको एक्सपिरियन्सको भरमा, तपाईँ पास्टरको साथी भएको कारणले तपाईँ शक्तिशाली विश्वासी बनिराख्नु भएको छ। तपाईँ हरेक दिन चर्च गएको कारणले गर्दाखेरि तपाईँ शक्तिशाली मान्छे बन्नुभएको छ। म तपाईँहरूलाई यो कुरा भन्न चाहन्छु, अन्धकार जति बढ्दै जान्छ नि विश्वासीको त्यति यो संसारलाई खाँचो हुँदै जान्छ। अनि हामी त्यो समयमा अहिले बसालेको छौँ जतिखेर अन्धकार चम्पट 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 भइरहेको छ। अनि यतिखेर तपाईँ र मसँग त्यो ज्योति छैन, तपाईँ र मसँग त्यो तेल चाहिन्छ हाम्रो बत्ती बल्नको लागि। अनि त्यो रिसोर्स चाहिँ पवित्र आत्मासँग मात्रै छ। हालेलुया। बाटो नहुनुहोस्, परमेश्वरले भन्नुभयो, यीशुले भन्नुभयो, बाठे भएर नजाऊ तिमीहरू, अहिले जान्दछौ भनेर कुदिन हाल, पर्खिनु है, मिस गर्छौ तिमीले। फेरि थाहा छ मलाई तिमीले रोगी निको पार्नु सक्छौ, थाहा छ मलाई तिमीलाई धर्मशास्त्र थाहा छ किनभने मैले सिकाएको छु, थाहा छ तिमीसँग धेरै आई विटनेसहरू छ, गवाहीहरू छ, तर म भन्छु पर्खिनु, पर्खेर बस्नु। पवित्र आत्मा हुनुहुन्छ। जब पवित्र आत्मा हुनुभयो नि यति ब्युटिफुल छ। जब पवित्र आत्मा आउनुभयो नि चेलाहरू जानै परेन, मिनिस्ट्री उनीहरू भएकै ठाउँमा जन्मियो। हालेलुया। जुन दिन पवित्र आत्मा आउनुभयो नि त्यही दिन 3000 मान्छेले प्रभुलाई विश्वास गरे। मिसनमा जाने, यता जाने उता जाने, यो गर्ने त्यो गर्ने, अनि पवित्र आत्मालाई नकुर्ने, पवित्र आत्मामा भर नपर्ने, तपाईँको शरीरको शक्ति नि 2 दिनमा फेल हुन्छ, बर्न आउट हुनुहुन्छ। आफ्नै शरीर धार्नु पनि तपाईँले सक्नुहुन्न। तर म भनौँ, तपाईँ जुन अन्धकारको ठाउँमा आज रुमलिराख्नु भएको छ नि, अथाह समुद्रमाथि नि पवित्र आत्मा अहिले नि भ्रमण गरिराख्नु भएको छ। हालेलुया।
तपाईँको अन्धकारको ठाउँमा तपाईँलाई लाग्छ नि म यो अन्धकारबाट कसरी निस्किनु होला, म त साह्रै समस्याभित्र परेको छु, कसरी निस्किनु होला। पवित्र आत्मा त्यतिखेर नै तपाईँलाई चाहिन्छ। जतिखेर तपाईँले सक्नुहुन्न, जतिखेर तपाईँको आशा सकिन्छ, तपाईँको स्ट्रेन्थले धान्नु छोड्छ, त्यही ठाउँमा चाहिँ पवित्र आत्मा हि इज होभरिङ, म तपाईँसँग त्यतिखेर हुनुहुन्छ। पर्खिराख्नु भएको छ उहाँले, कहिले यसले मलाई काम गर्न दिन्छ र मेरो शक्तिलाई प्रदर्शन गरौँ। हालेलुया, आमेन। तपाईँको जीवनबाट शक्तिशाली कुराहरू जन्माउन चाहनुहुन्छ, केही नगर्नुहोस्, सरेन्डर मात्रै गर्नुहोस् पवित्र आत्मालाई। जान्ने नहुनुहोस्, तपाईँको जानाइले नि उल्टा काम बिग्रिन्छ। शक्तिशाली नबन्नुहोस्, तपाईँसँग शक्ति छैन। घुट्नामा जानुहोस्, पवित्र आत्मालाई भन्नुहोस्, पवित्र आत्मा म सरेन्डर गर्छु। तपाईँको शरीर चाहिँ नि वेदी हो, तपाईँको शरीर चाहिँ अल्टर हो। स्वर्गले यदि कुनै पनि कुरा गर्छ भने नि इट इज थ्रु द अल्टर। हेभन एक्जिक्युट्स एभ्रिथिङ इन दिस अर्थ। यो संसारमा यदि स्वर्गले कुनै पनि कुरा जन्माउँछ भने नि इट इज थ्रु द अल्टर। परमेश्वरले यो संसारलाई प्रेम गर्नुको लागि, आफ्नो प्रेमलाई प्रदर्शन गर्न र संसारलाई पापबाट बचाउनुको लागि नि देयर वाज नो एनी अदर अप्सन, इट वाज ओन्ली दि अल्टर। क्रुसको अल्टरमा मात्र उहाँले ट्रान्जेक्सन गर्नुभयो। तपाईँको शरीर चाहिँ ट्रान्जेक्सन गर्ने ठाउँ हो। यदि स्वर्गले पृथ्वीमा केही कुरा गर्नु खोज्दैछ भने नि तपाईँले आफ्नो शरीरलाई दिनुहोस् त, यो शरीर नि पोर्टल बन्छ स्वर्गको लागि। हालेलुया। यदि तपाईँ संसारले स्वर्गलाई केही कुरा गर्नु चाहन्छ भने नि संसारले स्वर्गसँग कनेक्ट गर्ने पनि वेदी नै हो। वेदी बिना न त स्वर्गले संसारमा केही गर्नु सक्छ, न त संसारले स्वर्गमा केही गर्नु सक्छ। वेदी चाहिँ पोर्टल हो। तपाईँ र मेरो जीवन चाहिँ त्यो पोर्टल हो, त्यो वेदी हो। यति शक्तिशाली छ। स्वर्गले जे पनि जन्माउँछ नि तपाईँद्वारा जन्माउने। उहाँले आएर सिधै कहिले पनि गर्नुहुन्न, उहाँलाई वेदी चाहिन्छ काम गर्नुको लागि। तपाईँ पवित्र आत्माको मन्दिर हुनुहुन्छ। हालेलुया। पवित्र आत्मा पर्खिराख्नु भएको छ। जसरी पिताले मलाई पठाउनु भयो म पनि तिमीलाई त्यसरी नै पठाउँछु। ल्याऊ पवित्र आत्मा। किनकि म आउँदा पवित्र आत्माको शक्तिमा आएँ र मेरो पुनरुत्थान पनि पवित्र आत्माको शक्तिमा भयो। अब यो संसारमा तिमीले जे पनि गर्नुपर्छ, पवित्र आत्माले मलाई जसरी उहाँले सहायता गर्नुभयो, जसरी मलाई उहाँले शक्तिशाली बनाउनु भयो, जसरी मलाई उहाँले क्रुसमा मलाई आज्ञाकारी हुनलाई सहायता गर्नुभयो, तिमीलाई पनि यो संसारमा पवित्र आत्माले सबै कुराको बारेमा सिकाउनेछ। तर के गर्नु दुःखको कुरा, त्यो पवित्र आत्मा जो हामीलाई वी निड द मोस्ट, त्यही पवित्र आत्मालाई हामीले सबभन्दा तल्लो दर्जामा राखिदिएका छौँ। त्यही पवित्र आत्मालाई हामीले काम नलाग्ने बनाइदिएका छौँ। हाम्रो जीवनमा, हाम्रो मिनिस्ट्रीहरूमा पवित्र आत्मा हामीलाई चाहिँदैन। दिस इज द टाइम, यो समय हो पवित्र आत्माले काम गर्ने। दिस इज द टाइम फर द होली स्पिरिट, दिस इज द टाइम अफ द चर्च। यो मण्डलीको समय हो अनि मण्डलीले पवित्र आत्माको सामर्थ्यबाट यो संसारमा काम गर्नुपर्छ। हालेलुया। यो पवित्र आत्माको समय हो र पवित्र आत्माले मण्डलीद्वारा काम गर्नुपर्छ। तर पवित्र आत्मालाई हामी अवहेलना नगरौँ, उहाँलाई ग्रिभ नगरौँ। उहाँलाई ट्रिनिटीको तेस्रो व्यक्ति हो, उहाँ त सबभन्दा तल्लो हो भनेर नभनौँ, किनकि सृष्टिकर्ता पवित्र आत्मा नै हुनुहुन्छ। हालेलुया। यीशु ख्रिस्टलाई यीशु ख्रिस्ट बनाउने पवित्र आत्मा नै हुनुहुन्छ, किनकि पवित्र आत्मा नै यीशु ख्रिस्ट हुनुहुन्छ। त्यही कारणले गर्दाखेरि नि अब तपाईँको जीवनलाई नि चाहिएको सबभन्दा मोस्ट इम्पोर्टेन्ट कुरा के हो भन्दाखेरि नि पवित्र आत्माको भरपुरी माग्नुहोस्। तपाईँको व्यक्तिगत जीवनमा लड्दै हुनुहुन्छ, नलड्नुहोस्। म भोलिदेखि यो पाप गर्दिनँ नभन्नुहोस्, झन् बेसी गर्नुहुन्छ तपाईँले, मलाई थाहा छ। तर के गर्नुहोस् थाहा छ, पवित्र आत्मा म हारेँ, मेरो बसमा छैन, अब म सरेन्डर हुन्छु। अब तपाईँले काम गर्नुहोस्। द ब्याप्टिजम अफ द होली स्पिरिट भनेको के हो थाहा छ? चुर्लोमा डुब्नु भनेको। होली स्पिरिट विदिन यु भनेको चाहिँ के हो थाहा छ? तपाईँ आत्मामा जन्मिनु भनेको। तपाईँभित्र पवित्र आत्मा हुनुहुन्छ, तर पवित्र आत्माले तपाईँलाई पो हेल्प गर्नुभएको छ, तपाईँलाई मुक्ति दिनुभएको छ, तपाईँलाई विश्वास गर्न सहायता गर्नुभएको छ, तर तपाईँको जीवनलाई चलाउने अनुमति तपाईँले दिनुभएको छैन। जुन दिन तपाईँले ब्याप्टिजम अफ द होली स्पिरिट हुन्छ नि, तपाईँ पवित्र आत्माभित्र चुर्लोमै डुब्नुहुन्छ, तपाईँको केही पनि हुँदैन त्यस पछाडि। हालेलुया। सबै पवित्र आत्माको हुन्छ। ब्याप्टिजम भनेको चाहिँ त्यो फुल सरेन्डर। अब त्यो ब्याप्टिजम हुँदै गर्दाखेरि अब के हुन्छ, ब्याप्टिजम फेरि मलाई प्रश्न नगर्नु होला, अन्य भाषा अगमबानी त्यो मलाई नसोध्नुहोस्। त्यो जुन दिन तपाईँ डुब्नुहुन्छ नि तपाईँ आफैलाई थाहा भइहाल्छ, मलाई सोधिराख्नु पनि पर्दैन। के हो पवित्र आत्माको ब्याप्टिजम भनेको चाहिँ अन्य भाषामा?
अन्य भाषामा प्रार्थना गरेर घरमा गएर बुढालाई कुट्नेहरू पनि देखेको छु। त्यस्तो हुन्छ पवित्र आत्माको बप्तिस्मा? पवित्र आत्माको बप्तिस्मा पाएको मान्छे कस्तो हुन्छ? पवित्र आत्मामा चुर्लुमै डुबेको मान्छे कस्तो हुन्छ? फलले चिन्छ भनेको छ, वरदानले होइन। वरदान त शैतानले पनि चलाउन सक्छ, किन इमिटेट त शैतानले पनि गर्न सक्छ। अन्य भाषामा बोल्छ, कोहीसँग मिल्दैन। अन्य भाषामा बोल्छ, दुनियाँभरको ऋण लिएर हिँडिरहेको हुन्छ। अन्य भाषामा बोल्छ, मुख छाडिरहेको हुन्छ। अगमबानी बोल्छ, क्यारेक्टर लुज। बाइबलले के भनेको छ? वरदानले चिन्छौ भनेको छैन। बाइबलले के भनेको छ? तिमीले फलले चिन्छौ भनेको छ। पवित्र आत्माले भरेको मान्छे चाहिँ नि अगमबानी नसोच्नुहोस्। अगमबानी त दुष्टले पनि बोलिदिन्छ है। हाम्रो नेपाली मण्डलीहरू लास्ट झुकेको ठाउँ चाहिँ यो अन्य भाषा र अगमबानी, अनि इभन चङ्गाई र छुटकाराको काम पनि हो। तर पवित्र आत्माले भरिनु भनेको चाहिँ के हो? पवित्र आत्माको 9वटा फलहरू तपाईँको जीवनमा भरभरकै हुनुपर्छ। हालेलुया। नम्रता 1 पैसाको छैन, अगमबानी बोलिरहेको हुन्छ, त्यो त वरदान होला। वरदानमा नझुकिनुहोस्, किनकि नि एउटा भ्रष्टाचारी मान्छेले नि पुलिसको ड्रेस लगायो भने नि त्यो मान्छे गुन्डा हुन्छ। सुन्नुहोस् है, मान्छे भ्रष्टाचारी हो भने उसले पुलिसमा भर्ना भयो भने त्यो भर्ना भएको पुलिसको ड्रेस चाहिँ उसको वरदान हो। यहाँभित्र भ्रष्ट मान्छेले पुलिसको वर्दी लगाइसकेपछि त्यो मान्छे सबभन्दा गुन्डा हुन्छ। एउटा क्यारेक्टर नभएको मान्छे, पवित्र आत्माको फल नभएको मान्छेले पवित्र आत्माको वरदान पायो भने चाहिँ नि त्यो मान्छे डेन्जर हुन्छ। पवित्र आत्माको वरदानलाई कमै खाने भाँडो बनाउँछ त्यसले। पवित्र आत्माको चङ्गाई र छुटकाराको वरदानलाई नि त्यो धनी हुने व्यक्ति बन्छ। त्यो लोभ लालचमा फसिन्छ, बेविचारमा फसिन्छ त्यस्तो मान्छेहरू। नेपाली मण्डलीहरू चाहिँ जता जता चङ्गाई त्यता कोनी के भने जस्तो कुदिरहेको हुन्छ। अलिकति चङ्गाई छुटकारा को सेवा देख्नु हुँदैन, उटुटुटुटुटुटु कुदिहाल्छ। म भन्नु तपाईँहरूलाई, पवित्र आत्माको भरपुरी भनेको चाहिँ नि पवित्र आत्माको फल। हालेलुया। जब तपाईँलाई पवित्र आत्माले भर्नुहुन्छ नि, तपाईँमा नम्रता, संयम, धैर्य, प्रेम, भलाइ, विश्वस्तता, नम्रता, आनन्द, शान्ति जस्ता कुराहरू तपाईँको जीवनमा प्रशस्त हुन्छ। हालेलुया, आमेन। अनि के भन्छ बाइबलले? तिमीले वरदानले होइन तर तिमीले फलले चिन्छौ। पवित्र आत्माको भरपुरी चाहिँ म यो कुरा एकदम स्ट्रिक्टली मण्डलीमा सिकाउँछु, तपाईँहरूलाई पनि भनिरहेको छु र सुनाइ पनि दिनुहोस्। पवित्र आत्माको बप्तिस्मा भनेको चाहिँ पवित्र आत्माको वरदान होइन है प्रिय। वरदान भनेको चाहिँ नि पवित्र आत्माले नि असाइनमेन्ट अनुसारले दिनुहुन्छ। जसरी एउटा व्यक्ति जब एउटा बच्चा आमाको पेटमा आउँछ, एउटा नेचुरल लेभलको वरदानहरू एकजनाले पाएको हुन्छ। कसैलाई कुकिङ गर्नु मन लाग्छ, कसै राम्रो पढ्ने हुन्छ, कोही के गर्ने हुन्छ। त्यो बच्चा पेटमा आउँदाखेरि नै स्वर्गले एउटा कुरा स्योर गरेको हुन्छ कि एउटा मान्छेलाई एउटा वरदान दिएको हुन्छ। जब बच्चा कन्सिभ हुन्छ र बढ्दै जान्छ नि पेटमा नि, त्यो व्यक्तिको जीवनमा एउटा वरदान दिएको हुन्छ। र भोलिको दिनमा ऊ बढ्दै गइसकेपछि प्रभु पाउने कुरा एकछिन छोडिदिनुहोस्, म संसारको कुरा गर्दैछु। त्यो व्यक्तिले नि आफ्नो वरदानलाई आइडेन्टिफाई गर्न सक्यो भने मेरो वरदान त बिजनेस गर्ने रहेछ, मेरो वरदान त पढ्ने रहेछ, मेरो वरदान त म्युजिक बजाउने रहेछ, मेरो वरदान चाहिँ टिचिङ गर्ने रहेछ। त्यो व्यक्तिले थाहा पायो भने नि, त्यो व्यक्तिले त्यो वरदानको पछाडि उसले लगानी गर्यो भने नि त्यो व्यक्ति संसारमा शक्तिशाली मान्छे बन्छ। त्यस्तै गरिकन जब एउटा मान्छे पवित्र आत्मामा जन्मिन्छ, जुन दिन तपाईँ पहिलोचोटि पवित्र आत्मामा जन्मिनुहुन्छ नि, आत्मामा जन्मिँदाखेरि पनि आत्माको एउटा वरदान हालिदिएको हुन्छ हरेक मान्छेलाई। अनि त्यो मान्छेले आफ्नो वरदानलाई राम्रोसँग चलाउने, वरदान चाहिँ मल्टिप्लाई हुन्छ। तपाईँले एउटा कुरामा तपाईँ फेथफुल हुनुभयो भने प्रभुले अर्को कुरा पनि तपाईँलाई दिन्छ। हालेलुया। वरदान चाहिँ नि जन्मजात अधिकार हो। जब पवित्र आत्मा तपाईँमा आउनुहुन्छ, तपाईँले प्रभुलाई विश्वास गर्नुहुन्छ नि, त्यतिखेर तपाईँको जीवनमा वरदानहरू आउँछ। कतिजनाले त्यो वरदानलाई मजाले चलाउँछ र उनीहरूले अर्को पनि वरदान पाउँछ, अर्को पनि पर्दैन, किन उनीहरू फेथफुल हुन्छ। तर पवित्र आत्माको बप्तिस्मा भनेको चाहिँ नि पवित्र आत्माको फलले भरिनु। आमेन। चुर्लुममै डुब्नु। अब त्यो हुँदा चाहिँ के हुन्छ थाहा छ? त्यो हुँदा चाहिँ के हुन्छ? वरदान उसँग प्रशस्त पनि हुनसक्छ, तर त्योभन्दा पनि इम्पोर्टेन्ट चाहिँ उसको जीवनमा पवित्र आत्माको फल हुन्छ। आमेन। तर पवित्र आत्माको बप्तिस्मा नपाएको, पवित्र आत्माको भरपुरी नभएको मान्छेमा चाहिँ वरदान चाहिँ हुनसक्छ, तर फल चाहिँ मिसिङ हुन्छ। यता अगमबानी गरिरहेको हुन्छ, उता भरे घरमा गएर व्यभिचार गरिरहेको हुन्छ।
हो किनभने फल छैन नि त। मैले भने नि एउटा करप्टेड मान्छेलाई वरदान दियो भने त्यसले त्यो वरदानलाई मिसयुज गर्छ। किनभने बाइबलले के भनेको छ, वरदान खोसिँदैन। तपाईँ जति नै पाप गर्नुहोस् न, तपाईँको हिलिङको वरदान हो भने नि त्यो वरदान सिज हुँदैन। हिलिङ भइरहेको छ तपाईँको जीवनबाट, निको पार्ने काम रोकिँदैन, किनभने त्यो वरदान हो। वरदान चाहिँ अटल हुन्छ, त्यही भएर झुक्किने कारण चाहिँ त्यो। तर पवित्र आत्मामा नि जब पवित्र आत्माको बप्तिस्मा र भरपुरीको कुरा आउँछ नि, वी अलवेज टक अबाउट गिफ्ट्स। अन्य भाषा बोल्ने, चङ्गाई गर्ने, छुटकारा गर्ने, कुनै के एकदम फ्यान्सी वरदानहरूको पछि हामी कुद्छौँ। सबैलाई मनपर्छ त्यो। तर म चाहिँ के सिकाउँछु भने नि, वरदानको पछाडि नभाग्नुहोस्, पवित्र आत्माको फललाई माग्नुहोस्। हालेलुया। जब तपाईँ पवित्र आत्मामा सरेन्डर्ड हुनुहुन्छ नि, उहाँले नि प्रेम गर्ने मान्छेलाई उहाँले वरदान भन्दा पनि पहिला नि चरित्रले भर्नुहुन्छ। साउललाई परमेश्वरले राजा बनाउनु भयो, तर साउल राजा हुनु फेल भयो एउटा समयमा गएर। भूत आत्माले सतायो उसलाई। तर जब दाउद राजा भए, दाउद राजा अन्तिम समय सक्सेसफुल भयो। किन थाहा छ? किनभने परमेश्वरले उसलाई पहिल्यै बनाउनु भएको थियो, पहिले चरित्रले भर्नु भएको थियो। अनि जब ऊ राजाको स्थानमा खडा भयो, ऊ कहिले पनि फेल भएन। आफ्नो सृष्टिकर्ता आफूलाई अधिकार दिने, आफूलाई प्रेम गर्ने परमेश्वरको विरुद्धमा ऊ कहिले पनि गएन। हालेलुया। आज म तपाईँहरूलाई उत्साह दिन चाहन्छु, सरेन्डर गर्नुहोस् आफ्नो जीवन। जसरी पिताले मलाई पठाउनु भयो, म पनि तिमीहरूलाई त्यसरी पठाउँछु। पवित्र आत्मा ल्याऊ। पवित्र आत्माको खाँचो छ तिमीलाई। पवित्र आत्मा बिना नसर, पवित्र आत्मा बिना नबोल, पवित्र आत्मा बिना अगाडि नबढ कुनै पनि ठाउँमा। यो समयको निड चाहिँ पवित्र आत्मा परमेश्वर हो। हालेलुया। जो तपाईँ भित्र नै हुनुहुन्छ। अघि हामीले गीत गायौँ, छचल्काउँछौँ गहिरो मुहानलाई, छचल्काउँछौँ गहिरो पानीलाई, हामी नाच्छौँ नदीमा। के भनेको? त्यो भनेको थाहा छ? यो भित्र जुन कुरा प्रभुले दिएको छ नि, त्यसलाई छचल्काउनुहोस् एकचोटि। तपाईँ भित्र पवित्र आत्मा हुनुहुन्छ। हालेलुया। यहाँ भित्र नि पवित्र आत्मा छ, हुनुहुन्छ। उहाँले तपाईँको जीवनमा शक्तिशाली काम गर्नु खोजिरहेको छ। उहाँलाई अधिकार दिनुहोस्, उहाँलाई सरेन्डर गर्नुहोस्, उहाँलाई तपाईँको जीवनलाई चलाउनु दिनुहोस्। उहाँलाई तपाईँले भन्नुहोस्, प्रभु मेरो जीवनमा पुरा तपाईँमा समर्पण गर्छु। म बोल्दिनँ, अब तपाईँ बोल्नुहोस्। अब म प्लान गर्दिनँ, अब तपाईँ गर्नुहोस्। म जे तपाईँले भन्नुहुन्छ त्यो गर्छु। मलाई भर्नुहोस्, मेरो जीवनको अथोरिटी लिनुहोस् भनेर तपाईँले जब पवित्र आत्मालाई नि दिन प्रतिदिन तपाईँले सरेन्डर गर्नुहुन्छ नि, तब पवित्र आत्माले तपाईँको जीवनलाई चलाउन चाहनुहुन्छ। त्यसलाई चाहिँ भनिन्छ पवित्र आत्माको भरपुरी। आमेन। हालेलुया। अब यो टाइमको निड चाहिँ प्रिय यो। अब यो धर्ममा बेसी पोख्त हुनु पर्दैन हामी। अब क्रिस्चियनिटीमा भयङ्कर केही हुनु पर्दैन। हेर्नुहोस्, तपाईँ भयङ्कर भएर केही हुनेवाला छैन। तर जुन दिन तपाईँ पवित्र आत्माको भरपुरीमा हेर्नुहुन्छ नि, तपाईँको छायाले पनि रोगीहरू निको हुन थाल्छ। आमेन। हालेलुया। तपाईँ एउटा मान्छेसँग यसरी मुसिक हाँस्दाखेरि पनि उसको जीवनमा पवित्र आत्माले केही काम गरिदिरहेको हुन्छ। अब त त्यो समय आएको छ नि प्रिय, अन्धकार बढेको छ, अब ज्योतिको खाँचो छ। अब सामदानहरू चाहिँ अब माथि आउनुपर्ने बेला छ। मण्डलीलाई सामदान भनेको छ, तपाईँको ज्योति चम्किनु पर्ने बेला आएको छ। किनकि संसार अन्धकारले भरिएको छ। त्यही कारणले गर्दाखेरि आज हामी पवित्र आत्माको सामर्थ्यमा खडा हुनु जरुरी छ। पवित्र आत्मालाई यो भन्नु जरुरी छ, प्रभु म सक्दिनँ, पवित्र आत्मा म सरेन्डर गर्छु, म सक्दिनँ, मेरो जीवन लिनुहोस् तपाईँले। म जिउँदिनँ, अब पवित्र आत्मा तपाईँ जिउनुहोस्। म प्लान गर्दिनँ, अब तपाईँले प्लान गर्नुहोस्। यीशु ख्रीष्टले गरेको प्रार्थना। हुनसक्छ नि यो कचरो हटाइदिनुहोस्, तर मेरो इच्छा होइन, तपाईँको इच्छा। आउनुहोस् हामी सबैजना खडा हुनेछौँ।